हो अहिलेको गाना छ नि हेरेको हेरे हेरेको हेरे भन्छ अब चाहिँ हेरेको हेरेको हुन्छ फेरि अब खाना बसार्ने मान्छे अतालिन्छ होला यहाँ अब ल आइपुगिसक्यो हाम्रो सन्जय दिदीमा आइपुग्यो है र हाम्रो युष्मा दिदी पनि आइपुग्यो हाम्रो छोरी पनि आयो यहाँ हाम्रो धवकहरू झरिसक्यो के हो को चिनिन त भन्दा हाम्रो त हेभी छ नि फेरि है मजा आउँछ अन्त अरू हेलो गुड मर्निङ म प्रेमित मुखिया नाम सिवल र हजुरहरूलाई फेरि पनि मेरो यस च्यानलमा स्वागत छ र यस भिडियो मन परे लाइक एन्ड सेयर कमेन्ट गरिदिने सेयर गर्नुभयो भने चाहिँ तपाईँहरू जस्तै माया गर्ने भाइ बहिनी दाजुभाइहरू भेट्नु सक्छु र आजको न्यू डे न्यू लाइफको यो मेरो ब्लग पनि स्टार्ट भइसक्यो र म चाहिँ अहिलेखेरि घरबाट निस्किँदैछु र आजको वेदर भन्दा चाहिँ लोरसिङको वेदर भन्दा चाहिँ एकदमै बबाल मजाको घाम लागिरहेको छ होइन गाउँहरू पनि हेर्नु सक्नुहुन्छ हरियाली पानी परेर होइन पत्तामा लागेको धुलोहरू हटेर हरियाली गाउँ मजाको देखिरहेको छ र अहिलेखेरि चाहिँ म घरबाट निस्किसकेको छु अब गाडी पाउँछ कि पाउँदैन अरू चाहिँ बजारमा भेट्ने अरे म चाहिँ बजारमा गएर भेट्ने पर्ने हुन्छ र कालिम्पोङको आज ब्लग आउँदैछ भोलि चाहिँ हाम्रो रन छ नि त अनि त्यही रनको लागि गएको आजको बाटोको सफर हाम्रो ग्रुपको लिभिङ रनर क्लबको ब्लग आउँदैछ हेर्दै गर्नुहोस् त्यतासँग इन्जोय गर्दै गर्नुहोस् भाग्यमा नि बजार आइपुगिसक्यौँ दिदीहरू चाहिँ अर्को गाडीमा आउँदैछ किन भन्दा चाहिँ पुरा जाम छ आज हो वेदरले पनि एकदम साथिरहेछ यहाँ चाहिँ हाम्रो अगाडि जाँदैछ हाम्रो दाजुहरू हो अन्त दिदीहरू चाहिँ अगाडि पछि आउनुहुँदैछ अब यहाँ कालिम्पोङ स्ट्यान्डमा एकछिन पर्खिने त्यहाँदेखि दिदीहरू पर्खेर चाहिँ सँगै लाग्ने अब हामी यहाँ दार्जिलिङ छोडेर चाहिँ आज कालिम्पोङतर्फ लागिसकेको छौँ हाम्रो रनर्स ग्रुपहरू चाहिँ छ है अगाडि हाम्रो दिदीहरू पनि छ अरू दिदीहरू चाहिँ अर्को गाडीमा आउनुहुन्छ होइन अब हामी चाहिँ बक्सिने है चाहिँ लागिसक्यौँ कालिम्पोङतर्फ पनि लाग्दैछ है कालिम्पोङ आउँदैछ अहिले चाहिँ हामी यहाँ दप्चुमा खाना खानु परिरहेको छौँ अर्को नानीहरू ग्रुपहरू चाहिँ तल जानुभयो हामी दुईवटा गाडीमा भयो नि त अन्त सँगै भएन यहाँ हाम्रो ब्याकमा साथी बहिनीहरू बन्दना बहिनी पार्नता भाउजू है हात पर्खिरहेको छौँ यहाँ यहाँ भाउजू पढाइला भाउजूहरू हो अन्त मैले चाहिँ के मगाएको छु भन्दा चाहिँ खसी भात मगाएको छु अब हात धोएर चाहिँ आमा कस्तो चाहिँ जान्छ तपाईँहरू अब अन्दाज गर्नु छ अब ठिक्कै 1 पनि बजेछ हो अहिलेको गाना छ नि हेरेको हेरे हेरेको हेरे भन्छ अब चाहिँ हेरेको हेरेको हुन्छ फेरि अब खाना बसार्ने मान्छे अतालिन्छ होला यहाँ अहिले फाइनली चाहिँ हामी लङ टुर गरेर दार्जिलिङ टु कालिम्पोङ चाहिँ आइपुगिसकेको छौँ अरू ग्रुप दिदीहरू चाहिँ ब्याकमा आउनु हुँदैछ र हाम्रो यहाँ धवक पार्टीहरू चाहिँ यहाँ आइसकेको छ यहाँ हाम्रो सम्झना बहिनी यहाँ हाम्रो भाउजू यहाँ हामी चाहिँ अहिले यहाँ कालिम्पोङ स्ट्यान्डमा ओइलिएर पनि अब एकछिन हाम्रो ग्रुपलाई पर्खिने है त्यहाँदेखि चाहिँ हाम्रो मेन बस्ने होटेलतर्फ लाग्ने है र आजको वेदर पनि एकदम दामी थियो बाटोको सफर पनि एकदम राम्रो भयो र हाम्रो कुशल दादा त एकदम थाकेर यहाँ बसिदिएको पनि छ हो त्यो भएछ
बल्ल आइपुगिसक्यो हाम्रो सन्जु दिदीमा आइपुग्यो है र हाम्रो स्नेहा दिदी पनि आइपुग्यो हाम्रो छोरी पनि आयो यहाँ हाम्रो धवकहरू झरिसक्यो लेबुङको धवकहरू खास केटा त यहाँ छ फेरि हो आइपुग्यो हाम्रो धवकिकाहरू लेबुङको र हाम्रो खास हाम्रो यहाँ सबैजना भेट भइसक्यो अहिले चाहिँ हामी अहिले भने चाहिँ पक्का भेटायो भने हाम्रो ग्रुपहरू के हो को चिनिन त भन्दा हाम्रो त हेभी छ नि फेरि है आम्बो आज त के हो आदित्य दादा हो के जस्तो लाग्यो नि आम्मा अहिले चाहिँ हामी यहाँ बिफ कलेक्सन गर्नु आइसकेको छौँ यहाँ टाढो टाढोबाट धविकाहरू पनि यहाँ भोलि नयाँ खानको लागि निम्तिको दौड आइसकेको छ र यहाँ चाहिँ बिफ कलेक्सन हुँदैछ है र हामी पनि यहाँ बिफ कलेक्सन गर्नु जाँदैछु है र यहाँ हाम्रो बहिनीहरू पनि छ हाम्रो चाहिँ अब बिफ कलेक्सन गर्नु जाँदैछौँ होइन र यहाँ एउटा इन्ट्रेस्टिङ कुरा चाहिँ के रहेछ भन्दा चाहिँ पर्सि चाहिँ 13-14 तारिक चाहिँ यहाँ ग्राउन्डमा कतिवटा मादल बजाउँदै रहेछ है त्यो चाहिँ अफकोर्स हामीले हेर्नु पाउँदैन रहेछ किनभने भोलि रन गरेर भोलि फर्किनु पर्ने हुन्छ है 14 तारिक चाहिँ तपाईँको एकदम यहाँ कतिवटा मादल बजाउँदै रहेछ र यहाँ हामी चाहिँ यहाँ बिफ कलेक्सनको लागि आइसकिसकेको छौँ यहाँ हाम्रो विकास भाइ पनि रहेछ यस भाइ ठिक नमस्ते र चाहिँ यहाँ चाहिँ हामी यहाँ बिफ कलेक्सनको निम्ति यहाँ पार्कहरू पनि एकदमै दामी रहेछ अब यहाँ बिफ कलेक्सन नानीहरू पनि मजाले मजाले पार्कमा खेल्दै रहेछ र हामी चाहिँ यहाँ बिफ कलेक्सनको लागि जाँदैछु साथीभाइ चाहिँ फाइनली मैले बिफ पनि कलेक्सन गरिसकेँ है र मेरो बिफ नम्बर चाहिँ रहेको छ 2163 है यो भोलिको लागि र अरू दिदीहरू चाहिँ यहाँ पर बिफ कलेक्सन गर्नुहुन्छ र हाम्रो धवकहरू चाहिँ एउटा बसिरहेको छ हो दिदीहरू र यहाँ पार्कहरू पनि रहेछ नानीहरू खेल्ने अब यहाँ हाम्रो यसमा दिदीको फेरि रिल्स बनाइदिनु पर्ने अरे होइन यहाँ रिल्स बनाइदिनु पर्ने हुन्छ र गाइस तपाईँहरूलाई भन्नुपर्दा चाहिँ यसरी सुतेको देख्दा चाहिँ तपाईँहरू थाहा भइसक्यो होला म कहाँ आइपुग्यो भनेर है अहिले चाहिँ हामी यहाँ रुममा आइसक्यो यो चाहिँ हाम्रो 4 जनाको बस्ने रुम यहाँ कुशल दा अनित दा हाम्रो कुशल हाम्रो यहाँ आदित्य दा यहाँ भाउजूहरू है र हाम्रो दिदीहरू चाहिँ हाम्रो दिदीहरूको रुम चाहिँ यता छ हाम्रो दिदीहरूको रुम थकाइ मेटिरहेको छ यहाँबाट चाहिँ फेरि यहाँ बिहान यहाँबाट चाहिँ मान्छे बोलाउँदै सुत्ला जस्तो छ यहाँबाट हामी मेला ग्राउन्डकै छेउको यता बसेको छौँ होटेलमा हामी रुम पुगेर पनि फ्रेस भएर पनि अहिले चाहिँ हामी कालिम्पोङ हाट बजार घुमिरहेको छौँ हाम्रो जति पनि लेबुङका सम्पूर्ण लेबुङ रनरका धवकहरू हुनुहुन्छ यहाँ हामी यहाँ जो कालिम्पोङ हाट घुम्दैछौँ हो यहाँ हाम्रो दिदीहरू चाहिँ यहाँ ब्याकमा आउनु हुँदैछ हाम्रो दिदी अरू चाहिँ अगाडि जाँदैछ होइन आज यसो कालिम्पोङ घुम्छौँ भनेर नि होइन यहाँ हाम्रो भेनाल चाहिँ फेरि नयाँ फोन किनेर फोनमा नयाँ फोनमा बात मारिदिँदैछ हो यहाँ चाहिँ कुशल दा चाहिँ अगाडि छ अरू दिदीहरू चाहिँ यहाँ ब्याकमा आउँदै चाहिँ हेलो यस्तै छ है गाइस अब चाहिँ हामी रुमबाट खाना खानु जाँदैछौँ है अब खाना कहाँ पाउँछ हेर्नुपर्छ है अरू दिदीहरू अगाडि
सक्नुभएको छ है जाँदैछौँ अब भोलिको लागि प्रिपेयर छ होइन भोलि रन छ जहाँसम्म आफ्नो जति सक्छ है त्यो बेस्ट दिने गर्छु कोसिस छ होइन यति टाइममा आउँछु भनेर चाहिँ एउटा मैले टार्गेट गरेको छु होइन आफ्नोबाट जति दिनु सक्छ त्यो बेस्ट चाहिँ मैले अब कोसिस गरेको छु है र हाम्रो लेबुङ रनरका टिम क्याप्टन हाम्रो कौशल देवनज्यू है उहाँ त भन्नै पर्दैन होइन उहाँलाई त देख्दैन पनि है केरलमा चाहिँ लेबुङ रनर्स क्लबका हामी 16 जना धावकहरू आएको छ है राम्रै प्रस्तुत हाम्रो यहाँ रनर्स आउनुहुँदैछ यहाँबाट हाम्रो ब्याकमा रनर्सहरू पनि आउनुहुन्छ होइन हाम्रो टिम मेम्बरहरू है सबैजनाले बेस्ट दिने भोलि प्रयास गरिरहेको छ आफ्नो आफ्नो टाइमिङ है हाम्रो दिदीहरू यहाँ है अब चाहिँ हामी खाना खानु लागेको खानुतर्फ लाग्दैछु है हाम्रो नाना यसको नाना हाम्रो लेबुङ रनरको धवकहरू र अब चाहिँ हामी खाना खाएर भोलिको लागि रनको लागि एकदम प्रिपेयर गरिरहेको छौँ र दिदीहरू पनि आफ्नो आफ्नो बेस्ट दिने प्रिपेयरमै छ र आइरहेको छौँ है भोलिको लागि जे छ भोलिको लागि हुन्छ है अहिले चाहिँ हामी खाना खान जाँदैछौँ होइन नानी पनि आउनुभएको छ नानी चाहिँ अगाडि जाँदैछ है म र नाना चाहिँ ब्याकमा यहाँ यही कालिम्पोङ बजार नाइटमा घुम्दैछ कति हामी दार्जिलिङ बजार खालि घुम्नु होइन नानाहरूसँग कोही कोही बेला कालिम्पोङ बजार पनि घुम्छौँ भनेर नि होइन दिदी के कसो भन्नुहोस् त मजा आउँदैन अन्त अरू